ल्याम्पको त्यो खुर्केको हटपट के जाति भनेको त्यो गोलो गोलो त्यस्तो गोलो देखेको छ त्यो भएछ ए मैले हिजो त्यो खाना भनेर यस्तो ल्याएको थिएँ भाँडा खै कसले खरायो र यो हजुर मैले बनाइदिनु भन्छ तपाईँले त बाँच्यो नि त मलाई चाहिँ फुड कोर्टवाला बारको फिलिङ आयो कि यसमा मेरो चाहिँ खुब खाइयो है बिरामी नहुन लाग्छ केही न केही त बनाउँछ होला सबैको सल्लाहले यो चाहिँ फ्लोरिडाको प्योर वाइल्ड कट श्रिम्प हो भने अनुसार है बोक्रान उसको त्यसो हो त्यसलाई त उसमा डुबाएर पकाउने कि 4-5 मिनट त्यसो त मिठो भयो भने त खुवाएर देखाउनु पऱ्यो नि एउटा खुवाएर अनि मिठो छ भनेर प्रमाणित गरेर समात्न पो आउँदैन रहेछ त्यसका यो सुपको चाहिँ अन्त सुपको अन्न मात्रै अर्को नगरौँ त्यो हानेन कि यो पनि ठिकै त हुँदो रहेछ त्यो चाहिँ कुन श्रिम्प हो यो लोकल हो यो लोकल भन्नाले के को यो फार्म यहीँबाट किनेको ए अर्को चाहिँ फ्लोरिडाबाट वाइल्ड कट भनेर ल्याएर आएको ए यो हो नि त मुख्य चिज त सुपमा हाल्ने यसमा के छ अब हेर्नु पऱ्यो नि नयाँ सेफ छ मैले चेन्ज गरेर गरिदिनु भने तपाईँको त्यो गएको खानु नि अहिले मलाई भोक लागेन अब खाइहाल्छ ए यहाँ त नुडल पनि रहेछ त साथी नुडल खानु भएन अनि यसले पेटलाई चाहिँ के गर्ने भन्ने खायो राम्रै गलाएर सुत्न हेर्दाखेरि खै अहिले पिरो नगरेर नि त खाएँ त्यही त के हो घाँटी असल जुल्दै गयो अरू कहीँनिर हजुर कतै छैन त्यो छैन त्यो राखेको छ नि त्यो राखेर यस्तो गर्नुपर्ने रहेछ लास्टमा आइनुपर्ने रहेछ किन सबै भेजिटेबल खाइन्छ खानेले भेजिटेबल कसैले खाएन त्यो होइन भेजिटेबल पनि हो। भेजिटेबल सक्यो त भाइजी सक्यो यो इन्टर नयाँ सेक्सनहरू खोलेका अघि काट सक्यो त कसैले आफ्नो पर्सनल्ली डिस बनाउँदै हुनुहुन्छ यो पिरो छ कि कामसम्मै पुग्ने गरे त्यसमा चाहिँ जीवन के हानि हो एकछिन चाहिँ होल्ड गर्नुपर्छ यो मेरो है हाल्यो नि त्यसको पत्र हस् हस् अनि आएको पत्रमा बसेर खानु न मामा म बस्ने हुन्थ्यो बस्यो भने फेरि आइदिन्छ अरे खाइन्छ कि मैले त अघि 5 रुपियाँ पनि बनाएको नि
खेल्नलाई बाबा सासमा अलि मान्छेलाई तास खेल्न त बुढी दिन पर्दैन नि बुढीलाई खेल्नै पर्छ छैन यो माछा चाहिँ कताको माछा हो यो माछा चाहिँ यो यसमै आएको यो के जाति एच मार्ट वाला त्यसमा ठिक्क स्नापर यो अनि पाए चिसो भएको छ कि यसले चाहिँ डिस्टर्ब गर्यो क्या डिस्टर्ब गर्यो सक्सेकले होइन, गर्यो नि लामो यस्तो घुमाएर के दिदी अघिको जस्तो पिरो भएन नि यो हाल्ने हो एउटा पानी थपेको नि त यो ल्याम्प त त्यस्तो नहुने रहेछ होइन ल्याम्पको ए नसुने अँ मासुको स्मेल आउँदैन कि त्यो भनेपछि अब चिसो हुने बित्तिकै दौडेर आउने सुरु गरिहाल्ने होइन सामान रेडी गर्दै आउने अनि सामान त बिक्रीमै छ नि म एकचोटि युज गरिहाल्ने अब त अर्कोचोटि त कति वर्षपछि हो अनि यसरी जुट्नु पर्यो दुईवटा त युज हुँदैन नि एउटा हुन्छ नि यो यस्तोमा राख्नु पर्यो पहिला अनि के भन्दो रहेछ यो अब पनि राख्नु के यो यो भनेको के साग ए यो साग यो कि मैले साग खाने हजुर माइन्ड पो भएछ त्यो हो त्यो चाहिँ माइल्ड अब म आएको छु नि त यहाँ यो चाहिँ असोको पर्सनलाइज हो क्या कस्टमाइज यता त हो यता यो 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 अहिले माइलमा पुगेछ यो त्यो पनि माइलमै पुग्यो त्यहाँ पानी थपेको अनि थपेर अनि त्यो पिरो नै छैन जस्तो हुनु पर्थ्यो छैन बाबा तिमी बेडरुम बन्द गर त ए बेडरुम ए केटाकेटी यो त राख्नै बिर्सेछ दादा अलिअलि फाइबर भान्डाले सुनिहाल्छ भान्डा व्यवस्थित सजिलो हुन्छ भान्दाले सुन्ने होइन मामाले सुन्नु भएन होइन मैले भनेर एउटा खाएन नि त अगाइसक्यो अब कतिखेर खानु दाइ यहाँ चाउमिन के पनि छ अझ चाउमिन अनि तिन त कुरै हो यो अहिले यो अहिले नुडल चाहिँ होइन भनेको हुन्छ नि थोरै ठाउँ राख्नु भनेको क्या दाइलाई ठाउँ राख्नु नुडल खानु पर्ने भयो कि कसरी हो फोकस भन्दा फोकस अहिले एउटा दिनमा यो के खालको हो है यो यसले नै भरिन्छ जस्तो छ राति डिनरसम्म कति गर्ने के मसरुम हो क्या खानै राखेको हो क्या सबै चिज तै पनि अब डराउनु पर्ने यस्तो खाइराखेको छ हेर्दाखेरि कस्तो के हो के हो जस्तो छ पाकेपछि अब खानु आफ्नो पर्ने होइन होला एकदम मसरुम नै हो बाहिरको खानु यहाँ कस्तो पिरो मजाको थियो अहिले अहिलेको जस्तो पिरो छैन त भान्जाले माइल बनाउनु भयो फेरि हाल्नु होइन के गर्नुभयो भने उहाँले तपाईँ यता हालिदिनु भयो होइन उहाँले यहाँबाट सुक यता हाल्नु भयो नि त अनि यो माइन्ड थियो यो पिरो थियो यहाँ एउटा हालेर अनि खाएपछि अब यसै पेट दुख्ने उसै पेट दुख्ने होइन अहिले थाल्दैन नि भोलि थाल्नु कि भोलि हेर्न हो भोलिको के छ स्थिति हो त्यो एउटा तल राखिदिनु बिहानको कुरा भोलि बिहानै सोचौँला है। You guys are hungry? Do you guys want any drink? You got a Coke? Sprite? अदितिको आन्सर नभएको कुनै क्वेसन छ कताबाट सुनिरहेकै थियो अरे, किन भनेको पनि छैन। भान्जा? गाउँमा कोही हुन्छ र? Did you eat a lot of these? यो गरिएन कि अनि हेर You didn't eat shrimp there? भान्जाले दुःख पाए Little bit? सुन खाइदिएन? भान्जाले दुःख पाए यो ए ओके ओके खाने ठाउँ भेटिनँ क्या मैले यस्तो गर्यो यता सुपेस राखिदियो You guys want shrimp? त्यो रोटी यहाँ राख्नु निकाल्दै। फेरि पिरो बनाएको थिएँ यो पिरो हुँदै छ त्यो अब यो त पिरो त नि चट्ट खाने यस्तो पिरो हुन्छ अनि त्यसपछि
नाकमा जान्छ खानबाट यहाँ छ त्यो पनि बिर्सेछ मेरो प्लान चाहिँ अझै त्यो हुन्छ नि रातो खुर्सानी क्या त्यो रातो खुर्सानी त्यसैमा आएको हालेको होइन मैले पानी त मैले पिउनु पर्ने यो चाहिँ रेडी भयो क्या अब यो अझै बाखाइ अलि रातो हुनुको डेरा नि देख्दा पनि यो क्या खोर्सानी हो भाइ Good job, babies. अब मैले चाहिँ मै खाने हो कसैले रक्सी खान छोडियो क्या यसो मना नि रक्सी नभएको हामी त होइन खाइँदैन ल ल ल यो भयो यो सुरुको चाहिँ Right around the अलिक बढी नै भयो क्या One here you can put one. I don't need more than one. एरोप्लेन ट्राई गर नि त अनि होइन असल दान चाहिँ स्पेसलै बनाएर लाउनु क्या अब तिमीहरूको जस्तो मैले त्यो टेस्ट हालिनँ मेरो मायाले हो यहाँ अरूलाई आउनु नदिनु यहाँ त्यहीबाट ठाउँ छोडेको छैन सबै हालेर अनि झरप्पा हाल्ने उम्लिनु पऱ्यो नि त सुप भनेर त्यसको आउनु पऱ्यो नि मेरो साथीले चाहिँ जापानिज गर्नुहुन्छ क्या नेपाली मन तर जापानी हुन्थ्यो अनि एकदम मन पर्छ क्या मैले फोटोबाट बाबु यसरी घरमा हामी प्लान चाहिँ हटपट खान जाने भने प्लान चाहिँ विक्रम दाईहरू हुँदाखेरि हो आशा दियो भनेको दाईहरू कहाँ पुगेसक्यो अहिलेसम्म हटपट खाँदै थिएँ हामी त अब उतिर लाग्यो होइन पुरा फर्मेन्टेड चिजतिर होइन तपाईँहरू जेरी गर्नु क्लासिक ग्लास होइन त हजुरआमाले खाने बेला अनि आइस पनि हाल्नु
मै खाने एक गिलास थापामै यहाँ मै खाने भए आउनुहोस् होइन अमिलो गाउँको आफूलाई छिउ छिउ भयो पटरामै खानु पर्यो है यस्तो खालको पटरामा ए छ ल्याउनु दुईटा छन् त्यो पनि पुरा चाइनिज कचौरा छन् कि दुईटा मात्र छन् कि अन्चुर अलिकति एक एकवटा म पूजा पिरो भयो भन्दै खाँदै गरिरहेको म होइन नै म ट्राई गरेको ए उसले भाइले हो के खै त चिसो छ्याङ यता छ पहिला अमिलो मै भनेर यस्तो नाम सुन्न नि मन लाग्दैन वास्तवमा खान पर्ने केही रहेछ गाउँमा जे खान मन लाग्दैन थियो पहिला